हरे कृष्ण गुड मर्निङ सबैजनालाई। म चाहिँ आज बिहान बिहानै हतार सब्जी बनाउँदैछु यता हैन। थोरै पनिर थियो, त्यो पनिर राखेर अनि मलाई चाहिँ फेरि चनामा कुनै पनि सब्जीमा पानी नतताइकन हालेको चिसो पानी हालेको चाहिँ मन पर्दैन। अनि यता तातो पानी तताउँदै यता सब्जीहरू भुट्दैछु। अनि मलाई चाहिँ ग्रेभीको लागि टमाटर पिसेको मनपर्छ कि, त्यसले गर्दा चाहिँ कलर पनि आउँछ, ग्रेभी राम्रो देखिन्छ नि त, मिठो पनि हुन्छ हैन। अनि म चाहिँ थोरै यसमा पनि हाल्छु कि साथीहरू, मुङ दाल, त्यसले गर्दाखेरि चाहिँ ग्रेभी बाक्लो पनि हुन्छ अनि मिठो पनि हुन्छ है। अनि मलाई चाहिँ तामा अस्तिदेखि खान मन लागिरहेको थियो कि, अनि हिजो मैले गुद्रीमा कस्तो राम्रो तामा भेटेँ अनि तामा लिएर आएको थिएँ। अनि म चाहिँ तामामा मजाले ज्वानो फुराउँछु कि, अनि ज्वानो फुराएर थोरै खुर्सानी राख्छु, नानीहरूले पिरो खाँदैन नि त। अनि मलाई चाहिँ तामाको फ्राई एकदमै मनपर्छ कि। पहिले गाउँमा त झन् तामा आफ्नै बारीको तोडेर खाइन्थ्यो नि त। अब यहाँ त त्यही पनि किन्नुपर्छ, 160 रुपियाँ केजी अरे। त्यो पनि मलाई चाहिँ एकदमै मनपर्छ कि। म चाहिँ ल्याउँछु कहिलेकाहीँ, सधैँ चाहिँ खाँदिनँ हैन। कहिलेकाहीँ चाहिँ मलाई एकदमै मनपर्छ तामा, एकदमै स्वादिलो लाग्छ कि। आलु फ्राई भन्दा मलाई तामा फ्राई एकदमै मनपर्छ। अनि म चाहिँ बिहान पसल जान पनि हतार हुन्छ, नानीहरूलाई रेडी गर्न पनि हतार हुन्छ। अनि यता पकाउँदै यता सरसफाइ पनि गर्दैछु। के गर्ने साथीहरू, पसल हिँडेपछि एकैचोटि कहिले दिउँसो कहिले बेलुकै हुन्छ घर फर्केर आउन। अनि काम सकेर गयो भने सजिलो नि त, फेरि आएर पकाउनुपर्छ। भगवान हुनुहुन्छ, भगवानलाई भोग लाउनु पर्यो, भगवानको सेवा गर्नु पर्यो, टाइम भ्याउँदैन। नानीहरू छन्, केटाकेटीहरू दुईजना भएपछि अब कस्तो हुन्छ हजुरलाई पनि थाहा छँदैछ हैन। अनि हतार यता सरसफाइ गर्दैछु। अनि हाम्रो प्रभुजी चाहिँ उता भगवानको सेवा गर्दै हुनुहुन्छ कि, एकैजनाले सबैतिर भ्याउँदैन। अनि हाम्रो प्रभुजीले चाहिँ बिहान भगवानको सेवा गर्नुभएको छ कि। अनि उहाँ चाहिँ हुनुहुन्छ हाम्रो तुलसी महारानी। म चाहिँ यसो हेर्न पनि गएँ कि प्रभुजी के गर्दै हुनुहुँदो रहेछ। भोगा लाउने बेला भयो कि भएन, मैले त पकाइसकेको छु। अनि भोगा लाउने टाइम भयो भने भोगा रेडी पनि गर्नु पर्यो। त्यही भएर म चाहिँ यहाँ आएँ। अनि भगवान चाहिँ एकदमै श्रृङ्गारिएर चट्ट आरती हुँदै रहेछ भगवानको। प्रभुजीले आरती गर्दै हुनुहुँदो रहेछ यहाँ।